हेलो गाइज, गुड मर्निङ सबैलाई अनि वेलकम छ मेरो ब्लगमा। आज चाहिँ म तपाईहरुलाई यो मेरो केराबारी चाहिँ देखाउन गइरहेको छु। हेर्नुस् गाइज, यहाँ चाहिँ मेरो हजुरबाको बाबाको मेहनत। यहाँ हेर्नुस् चारवटा एउटा अनि यहाँ हेर्नुस् यहाँ पनि छ हाम्रो केराहरु। हेर्नुस् गाइज, यो चाहिँ चुक हाम्रोतिर त अमिला भन्छ। हेर्नुस् यहाँ हेर्नुस् अर्को केरा माथि छ अनि यहाँ चाहिँ पुरा केराबारी हो गाइजहरु। यहाँ पनि एउटा केरा आइराछ। यो चाहिँ कपासको रुख हो। हेर्नुस् यो आँपको रुख मेरो गाउँको। अनि यहाँ चाहिँ मैले कागती लगाएको छु। हेर्नुस् गाइज, यहाँ चाहिँ एउटा मात्र कागती लगाएको छ गाइज, हैन। अनि यहाँ हेर्नुस् यहाँ पनि एउटा चुक जस्तै हो। यहाँ चाहिँ छाना छ एउटा। आज चाहिँ यहाँ चाहिँ बाँदरहरुले केही पनि राख्दैनन् गाइज। यहाँ पनि एउटा केराबारी। हेर्नुस् यति केराहरु चाहिँ लगाइराछ। यहाँ हेर्नुस् त बाँदरले स्वाहा गरिदिएछ। यहाँ चाहिँ गाईलाई हाल्ने पछाडीको घाँस हो। अनि म चाहिँ तपाईलाई माछा मार्ने जालहरु देखाउन गइरहेको छु गाइज। माछा मार्ने जाल, यहाँबाट चाहिँ माछाहरु मार्छन्। यो चाहिँ पुरानो भइसक्यो रहेछ। हेर्नुस् गाइज, यो चाहिँ जाल हो हैन माछा मार्ने। यो चाहिँ पुरानो भइसकेको छ। यसरी पर्छन्, यसरी परेपछि फुत्किदैनन्। हेर्नुस् गाइज, यो जाल पुरानो भइसकेको छ। मेरो चाहिँ हैन, यो छ यहाँ पनि छ। हेर्नुस् गाइज, एउटा जाल चाहिँ यहाँ हेर्नुस् यो पनि एउटा जाल। अनि यहाँ चाहिँ हाम्रो सेती नदीको माछा हो गाइज, एकदम खतरा हुन्छ गाइज। यहाँ हेर्नुस् यो पनि एउटा जाल। अनि आज चाहिँ म तपाईलाई एक चीज देखाउन गइरहेको छु गाइज। अब तल चाहिँ हिजो हामीहरुले अरिङ्गालको गोला पोलेका थियौं। त्यो चाहिँ तल रोडतिर थियो। त्यो चाहिँ हजुरहरुलाई देखाउँछु म कसरी पोलेको थियो हामीहरुले चाहिँ। एकदमै आपतकालीन थियो गाइस त्यो पोल्नलाई चाहिँ। यहाँ चाहिँ अहिले कोही छैनन्, एक्लै छु म। हजुरहरुलाई अरिङ्गालको गोला पोलेको ठाउँ लग्दैछु गाइस। अरिङ्गालको गोला चाहिँ हामीहरुले घर लगेका थियौं। त्यो फेरि अझ फालिहाल्यो। त्यहाँ चाहिँ अरिङ्गालहरु चाहिँ धेरै छन् गाइस, एकदमै। म आज पनि हिजोको ठाउँबाट आएको छु। हिजोको बाटोबाट नै आज पनि तलतिर जाँदैछु। अनि अहिले चाहिँ अब चाहिँ म मेरो कुकुर आयो, मलाई पनि छल्यायो गाइस। यस्तो डराइदियो गाइस मलाई पनि त्यो कुकुरले हैन। लास्टै डरायो गाइस पछाडीबाट। आइज कालु आइज। हेर्नुस् आइज, आयो भनेको चाहिँ मान्छ गाइस, तर मलाई चाहिँ डरायो यसले। आइज। म चाहिँ अहिले रोडतिर यसो हजुरहरुलाई अरिङ्गालको गोला चाहिँ देखाउन गइरहेको छु। अरिङ्गालहरु पोल्थेनौ गाइस हामीहरु पनि हैन। हामीहरुको मौरीको घारहरु हुन्छ। अरिङ्गालले सबै मौरीहरु खाइदिन्छ राति आएर। त्यही भएर हामीहरुलाई म पनि
थोरै हुने भएकाले त्यही भएर हामीहरूले त्यो अरिङ्गालको गोलालाई पोलेर अनि मोरा आटा बचाउन गएका थियौँ गाइज। म चाहिँ हजुरहरूलाई देखाउने छु यताबाट। अब एकैछिनमा उहाँ चाहिँ जिपहरू रोकिएको छ। चिसो छ गाइज एकदमै भनौँ न। एकछिनमा चराहरू पनि यतै छन्। यहाँ चाहिँ खेतीपातीको कामहरू चलिरहेछ एकदमै बिहानै चिसोमा चाहिँ। हेर्नुहोस् गाइज अब यहाँ माथि चाहिँ अरिङ्गालको गोला थियो, त्यहाँबाट तल फालेर हेर्नुहोस् यो पुरा अरिङ्गाल हो। हेर्नुहोस् गाइज यहाँ हेर्नुहोस्, यहाँ यस्तो हुन्छ है अरिङ्गालको गोला चाहिँ। हेर्नुहोस् यहाँ चाहिँ एउटा छ, यो बच्चाहरू पनि यो भित्रै हुँदो रहेछ यिनीहरूको चाहिँ। यहाँ हेर्नुहोस् आजको अरिङ्गाल। हिजो चाहिँ मेहनत गरेर हामीहरूले यो अरिङ्गालको गोला चाहिँ पोलेका थियौँ। आधी त जिउँदै रहेछ गाइज, सायद चिल्यो भने मर्छन् गाइज यसले। यिनीहरूले चिल्यो भने चाहिँ मर्छन् है, कतिहरूको चाहिँ मृत्यु भएको छ। अनि अब यस्तै हो, हिजो चाहिँ धेरै मेहनत गरेर पोलियो होइन। हिजो चाहिँ मैले हजुरहरूको लागि त्यहाँ गुफा चाहिँ देखाएको थिएँ। अझ कुनै दिन पनि हजुरहरूलाई त्यस्तै रमणीय चिजहरू देखाउनेछु गाइज। तर हजुरहरूले मेरो चाहिँ एउटा बिन्ती दिनुपर्ने हुन्छ, गरिदिनुपर्ने हुन्छ है। हामीहरूले पनि मेहनत गरिरहेको छु मैले चाहिँ। अनि आजकलैदेखि मैले चाहिँ युट्युब च्यानललाई खोलेर ग्रोइङ गर्ने सोचिरहेको छु। हजुरहरू चाहिँ सब्सक्राइबै गरिदिनुहुन्न, हेरिदिनुहुन्न। सब्सक्राइब गरिदिनु होला गाइज सबैले होइन मलाई चाहिँ। अनि सब्सक्राइब, लाइक अनि त्यहाँ चाहिँ कमेन्टहरू गरिदिनु होला। के मन परेन तपाईँहरूलाई म अलि राम्रो भ्लगहरू बनाउने कोसिस गर्छु हजुरहरूका लागि। फेरि म अझै कुनै दिन राम्रो भ्लग एक दिन हाल्नेछु। अनि हजुरहरूले चाहिँ सब्सक्राइब गरिदिन नभुल्नु होला। आजको लागि चाहिँ यति नै है गाइज। बाई टाटा। सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला अनि साथीहरूमा सेयर गरिदिनु होला भन्दै बाई।